हेलो साथीहरू, आज हामी कुरा गर्छौं कि घरमै बसेर आफ्नो राष्ट्रिय परिचय पत्र कसरी लिने। साथीहरू, पहिला के नियम थियो कि जहाँबाट हामीले एप्लाई गरेथ्यो त्यही जाएर राष्ट्रिय परिचय पत्र लिनु पर्थ्यो, तर अहिले आएर नियम चेन्ज भएको छ। अब घरमै बसेर हामीहरू राष्ट्रिय परिचय पत्र लिन सक्छौं। साथीहरू, भिडियो स्टार्ट गर्नुभन्दा पहिला हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा पहिला आफ्नो गुगलको सर्च बारमा जाने अनि यहाँ NID सर्च बारको माथि यो लेख्ने अनि सर्च गर्ने। अब यो फर्स्टमा जुन आइराछ यसमा हामीहरू क्लिक गर्ने। अब यहाँ हेर्न सक्नुहुन्छ कि यहाँ लेखेछ कि डाउनलोड योर EID, फुल नेम, डेट अफ बर्थ, इस्यु डेट अनि क्याप्चा। अब हामीहरू यो सबै फिलअप गर्नवाला छौं। सेक्युरिटी कारणको लागि हामीहरू हाइड गरिरहेछौं। यहाँ नाम आफ्नो नेपालीमा फर्स्टमा नेपालीमा लेखिदिने र त्यसपछि इंग्लिशमा फुल नेम लेखिदिने, त्यसपछि आफ्नो जन्म मिति, यहाँ जन्म मिति लेखिदिने। अब नागरिकताको इस्यु डेट कहिलेको हो यहाँ लेखिदिने। अब यहाँको क्याप्चा। अब यहाँ सर्चको बटन छ, यहाँ थिच्ने। अब यहाँ क्लिक गर्नुहुन्छ भने एउटा OTP तपाईको नम्बरमा आउँछ। हाम्रो नम्बरमा आइहाल्यो। अब यो OTP लाई यहाँ हामीहरू फिलअप गर्छौं। अब यो भेरिफाई लिन्छ। अब तपाई हेर्न सक्नुहुन्छ कि मेरो यहाँ राष्ट्रिय परिचय पत्र आइहाल्यो। अब म यहाँबाट डाउनलोड गर्छु। अब यो डाउनलोड भयो। साथीहरू, भिडियो राम्रो लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।